सबैलाई नमस्कार। म ओम पुलामीको तर्फबाट हाम्रो वरिष्ठ मानवज्यूहरूलाई लगायत समस्त गाउँवासीहरूलाई अब हाम्रो गाउँमा पनि वृद्धाश्रम तपाईँहरूलाई थाहा चाहिँ छैन यो कुरा। म याद दिलाउन ध्यान आकर्षण गराउनका लागि नै म यहाँ आएको है। गाउँ गाउँमा राम्रो शिक्षा र विद्यालयको उचित व्यवस्था नहुँदाखेरि अहिले अभिभावकहरू छोराछोरी पढाउन भनेर सहर जाँदा र यसले गर्दाखेरि पुरै गाउँ सुनसान र अहिले यो समस्या धेरै ठाउँमा देखेको छ। तर धेरै ठाउँमा भन्दा पनि म आफ्नै गाउँको बारेमा भन्छु। धेरै ठाउँमा भन्नुपर्दाखेरि किनभने सबैको गाउँको हितकै होस् भनेर क्या यो चाहिँ यो मेरो सानो के उपदेश नसम्झिनु होला, केही पनि नसम्झिनु होला। यो गम्भीरता विषयमा स्थानीय सरकारको ध्यान आकर्षण जाओस् भनेर यो मेरो सानो निवेदन सम्झिनु या बुझ्नु न। तपाईँहरू आफै मलाई त्यति खासै केही आउँदैन होइन बोल्नु। हाम्रो गाउँमा रहेको स्थानीय विद्यालयको भौतिक पूर्वाधार कमजोर हुनु, विषयगत दक्ष शिक्षाहरूको अभाव हुनु तथा आधुनिक शिक्षा जस्तै कम्प्युटर, इङ्ग्लिस, मोटिभेसनल जस्ताहरू माध्यमको पढाइ नहुँदा, यसको व्यवस्था नहुँदा यहाँको शिक्षाको स्थिर निकै नै खस्किएको छ पहिलाभन्दा धेरै नै। आफ्ना बालबालिकाको भविष्य बिग्रेला भन्ने डरले गाउँका सबै प्रायः जस्तो अभिभावकहरू छोराछोरी पढाउन भनेर सहर बजारतिर जाने बसाइ सर्ने बाध्यता भएको छ। अहिले छोराछोरी पढाउनकै लागि भनेर गाउँघरको सबै परिवार सहर बजार जाँदाखेरि अहिले गाउँमा कृषि कार्यहरू केही कामहरू यस्तो गर्नेहरू अहिले युवाहरू कोही पनि बाँकी छैन। युवा र बालबालिकाको अभावमा हाम्रो गाउँ अहिले पुरै सुनसान र वृद्ध आश्रम जस्तै भएको छ हो। तपाईँहरूलाई थाहा चाहिँ छैन यो कुराहरू। वृद्ध आश्रम भन्दा पनि धेरै नै भइसक्यो। वृद्ध आश्रममा गोटीभन्दा धेरै युवाहरू हुन्छ, कर्मचारीहरू। गाउँमा राम्रो विद्यालयकै नभएकै कारणले गर्दाखेरि सिँगै गाउँ नै रित्तिने अवस्थामा पुग्नुको अत्यन्तै चिन्ताको विषय हो। यो पनि एउटा तपाईँहरू सबै ध्यान राख्नु होला है। अब गाउँको अस्तित्व जोगाउन पनि धेरै गाह्रो भइसकेको छ। अब सहर गएकाहरूलाई पुनः गाउँ फर्काउनुको लागि के गर्नुपर्छ त भने हामीले गाउँमै गुणस्तरीय शिक्षा र अन्य सेवाहरू दिलाउनकै लागि अब स्थानीय सरकारको तर्फबाट तुरन्त निम्नलिखित कदमहरू चालिदिनु हुनु भनी हार्दिक अनुरोध गर्दछौँ म। विद्यालयमा दक्ष अनुभवी र विषयगत शिक्षाहरूको दरबन्दी तुरन्त थप गरियोस्। सहरका विद्यालय सरी गाउँमा पनि प्राथमिक तहदेखि नै अङ्ग्रेजीको माध्यम र शिक्षाको व्यवहारिक सुरुवात गरियोस्। विद्यार्थीहरूलाई आकर्षित गराउन गुणस्तरीय सुधार निमित्त अनुगमन तथा अतिरिक्त क्रियाकलाप, खेलकुद, चित्रकला आदिको व्यवस्था पनि गरियोस्। यो सबै गाउँको विद्यालय सुधार भइदिएमा पक्कै पनि सहर पलायन भयो घर पक्कै पनि गाउँ फर्किन पनि सक्छ है। अनि फेरि हाम्रो गाउँ हाम्रो गाउँ हुनेछ। यो विषयलाई गम्भीरताका साथ लिई आगामी योजना र बजेटहरू प्राथमिकताका साथ सम्बोधन गरिदिनु हुनु भन्ने पुनः विश्वास छ। गाउँमा राम्रो स्कुल नहुनुकै कारणले गर्दा सहर बजार सबैजना पनि भएको छ। यो सब के भन्नु त मलाई अरू कुरा पनि धेरै भन्नु छ, तर मलाई यो खासै त्यति मलाई राम्रो लाग्दैन। किनभने म एकजना बोलेर केही पनि हुँदैन, चाहे त सबैलाई छ, सब कोही बोल्दैन, म एक्लै बोलेर केही पनि हुँदैन। मैले सिर्फ यस्तो गरेँ भने चाहिँ हुन्थ्यो होला भन्ने मेरो एउटा धारणा मात्रै हो।